हेलो एभ्रिवान, आई होप तपाईहरु सबैजना ठिकै हुनुहुन्छ होला र गाइस म पनि ठिकै छु। र गाइस आज चाहिँ हामी फ्यामिली बाहिर के भयो देहरादुनमा चाहिँ अस्तिदेखिको ठुलो मेला, त्यो विरासत मेला भन्ने लागिरहेको थियो नि त। अन्त त्यहाँ गइकिन आएको गाइस। अन्त मैले चाहिँ त्यहाँ हल्का फुल्का सपिङ गरेँ। मैले भन्दा पनि मेरो हस्बेन्डले मलाई सपिङ गरायो। अन्त गाइस म तपाईहरुसँग पनि सेयर गर्छु के लिए भनेर। गाइस मेरो चाहिँ आज एकदम ठुलो अब सरप्राइज, एकदम दसैँवाला दिन भएको थियो किनकि मेरो हस्बेन्डले चाहिँ मलाई सडनली आउट अफ सडन मलाई यो साडी चाहिँ पुरा मन पर्यो अरे, त्यही भएर मलाई एउटा साडी किनेको थियो। अन्त प्लस त्यो मतलब मेलामा चाहिँ स्टेट वाइज आएको हुँदो रहेछ, सेलरहरू सबै स्टेट वाइज इन्डियाको। र यो चाहिँ बनारसबाट आएको रहेछ र मलाई चाहिँ यो बनारसी एउटा साडी हस्बेन्डले गिफ्ट गरेको भनौँ न। सडनली उसलाई चाहिँ पुरा मन पर्यो अरे, अन्त उसले किनिदिनु भएको। यो चाहिँ मलाई देख्न सक्नुहुन्छ, यस्तो दामी छ। अन्त एकैतालमा देख्नु साथ तिम्रो कलियो भन्ने गाइस देख्न सक्नुहुन्छ। ब्लाउज चाहिँ छ रेडमा, अन्त चाहिँ ग्रिनमा छ गाइस। अन्त उसलाई चाहिँ पुरा मन पर्यो अरे। अन्त आउट अफ सडन अब हुन्छ नि, प्लानिङ थिएन ल्याउने, त म त ल्याउँदैन भनेको थिएँ, तर उसलाई पुरा मन परेर चाहिँ मलाई यो एउटा साडी किनिदिनु भयो। प्लस यो साडी चाहिँ किनिदियो एन्ड यो त गिफ्टको लागि किनेको, यो हेयर पिनको लागि हो, गिफ्टको लागि यो चाहिँ। अन्त यो गाइस एयर टप गाइस म्याचिङ अरे, यो चाहिँ एकदम यति प्रिटी छ गाइस। यो पनि हस्बेन्डकै चोइस हो, यो साडीमा लाउने भनेर चाहिँ यति प्रिटी लाग्यो गाइस। अन्त यो देख्न सक्नुहुन्छ तपाईँले पनि। एन्ड आई वाज सो ह्याप्पी गाइस। एन्ड यो एकदम गाडी मतलब साडीसँग म्याचिङ गर्नुको लागि मलाई किनिदिएको अरे गाइस। यो चाहिँ सबै उसकै चोइसले किनेको। एन्ड अरूले गाइस अर्को सामान चाहिँ के भन्दाखेरि, अर्को सामान चाहिँ छ यहाँ बुक्सहरू लेख्छ। अन्त मैले यो दुईवटा नोभल्स लेख्छु, देख्न सक्नुहुन्छ। उसले चाहिँ पढ्ने टाइम कहिले हुन्छ थाहा छैन गाइस, अझै पढिरहेको छ नपढेको नोभल्सहरू पनि। अन्त अघिको लागि चाहिँ हामीले मेरो हस्बेन्ड स्टोरी बुक अस्तिदेखि खोजिरहेको थियो, यस्तै प्रिन्टमा, यस्तो राम्रो प्रिन्टमा पाउने रहेछ। त्यही भएर हामीले स्टोरी बुक पनि लियो अघिको लागि, एउटा स्टोरी बुक। अनि अघिले चोइस गरेको यो बुक चाहिँ, यो चाहिँ यस्तो साउन्ड आउनेवाला यो बुक चाहिँ उसले चोइस गरेको। र यो पनि उसले यसको ड्याडले किनेर ल्याइदिएछ। एन्ड अझै एउटा छ, यो चाहिँ हो गिफ्टको लागि गाइस। यो चाहिँ छ कश्मीरी सुट गाइस, एकदम दामी छ, क्वालिटी एकदम राम्रो गाइस। अब विन्टर आउँदैछ, यो चाहिँ कश्मीरी सुट एकदम राम्रो छ क्वालिटी कपडाको। र गाइस यो चाहिँ गिफ्टको लागि हो, एकजनाको लागि, यो चाहिँ गिफ्टको लागि, किनकि अब छुट्टी जान्छ नि त हामी, त्यही भएर